दिने यो थर्ड पुरस्कार 100 पाउन्ड क्यास। समाज युके का अध्यक्ष तथा सकाली समाज युके का प्रतिनिधित्व गरेर आउनुहुने त्यस संस्थाका अध्यक्ष उपाध्यक्ष बेलायतका अध्यक्ष तथा यस संस्थाका प्रमुख सल्लाहकार मेजर रिटायर योगेश राईज्यूलाई पनि विशेष अतिथिको आतिथ्यता ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी आमन्त्रणलाई आउनुहुने प्रमुदी युकेका त्यस्तै गरी पूर्व काउन्सिलर तथा किराँत राईका बेलायतको संरक्षक सदस्य श्री मेजर रिटायर चित्र राणाज्यू हजुरलाई पनि अतिथिको आतिथ्य ग्रहण गरिदिनलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी अतिथिहरूलाई आमन्त्रण गर्ने क्रममा बेजिङ मल्टिकल्चरल फोरमका अध्यक्ष श्री शिवजी श्रेष्ठज्यू यहाँलाई साढे 4 घन्टै लाग्यो। अब तपाईँले देखाउँदा ओपन भएन अरे क्या भएन अरे के छोरा
के अरे हाम्रो पैसा परेर Thank you. Gathered in circle, guided by Sili Makpa, our ancestor, for keeping our culture alive so it can guide us today. In conclusion, first, we are not about nature, but a part of it. छैन बाबा हजुर गेस्टहरूको लागि हामीले सधैँ चाहिँ हामी पस्केर लान्थ्यौँ अहिले त अब चाहियो यसपालि चाहिँ गेस्टहरूले आफै आफै पस्केर खानुहुन्छ प्रमोसन होस् पदोन्नति होस् अनि मुख्य भाग तपाईँको जनसङ्ख्या वृद्धि होस् जनसङ्ख्या छैन भने केही हुँदैन है तपाईँहरूको जनसङ्ख्या वृद्धि होस् पदोन्नति होस् प्रमोसन होस् पैसा धेरै कमाउनु होला आउने वर्ष यसरी बनाउला सँगै भेटेर भन्दै मेरो व्यक्तिगत र आदिवासी जनजाति महासङ्घ भेलाको तर्फबाट धेरै धेरै शुभकामना उहाँले साकेला कसरी बनाउन सुरु गरेका थियौँ हामीले राईहरूले भन्ने कुरा पनि इङ्ग्लिसमा सहित यहाँले यो कथा पनि यहाँ जानकारी गराइदिनु भएकोमा र शुभकामना व्यक्त गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछौँ। लेडिज एन्ड जेन्टलमेन, गुड आफ्टरनुन एन्ड नमस्ते। बेलायतमा रहेर पनि आफ्नो कल्चर प्रिजर्भ गर्दै आएको छ र जुन कल्चर नै हाम्रो अपकमिङ साललाई स्वागत गरेका छौँ। त्यसैगरी celebrations like this bring people together, helping us learn from one another and deepening understanding, friendship and respect across our communities.
We are proud of the community land in Ripley, which provides an important place for connection, celebration and belonging. Spaces like this help keep traditions alive and create opportunities for future generations to remain connected to their heritage and culture. I would like to recognise the enormous contribution of British Gurkha service personnel, veterans and their families. Your courage, dedication and service to the United Kingdom are deeply respected and appreciated, and your contribution to life here in Guildford is valued enormously. साकेला केवल चाड मात्र होइन, यो हाम्रो पहिचान, प्रकृतिप्रतिको सम्मान र पुस्ता पुस्तासम्म जोडिएको हाम्रो संस्कृति हो। एकदम सेफ साथमा फर्किनु होला, सुरक्षित साथमा फर्किनु होला र धन्यवाद। अनि साकेला 2026 सालको एक पटक फेरि तपाईहरुलाई शुभकामना टक्राउन चाहन्छु। I would also like to say a few words in English for the benefit of our guests who do not speak Nepali. Distinguished chief guests, the worshipful, the Mayor of Guildford, the Mayor's consort, Mr. Paul Tyson, respected special guests, ladies and gentlemen. Once again, Sewa Oni Namaste to everyone. As Chairman of Kiratrai Yaka UK, it is my great honor to warmly welcome you to Uvoli Ascending Sakela 2026 here in Gambaland. Today is a proud occasion for our community as we come together to celebrate and preserve our cultural heritage while sharing it with our friends and partners from wider community. I would also like to extend our sincere thanks to Chief Guest, the Mayor of Guildford Borough Council, and Mr. Paul Tyson for honoring us with your presence and support. We are also grateful to because we worship.
ताछौँले चाहिँ यतातिर आफ्नो कार्यक्रम गरिरहनु भएको देख्नुहुनेछ। अहिले मैले भनेको यो सिली कसैले मिस आउट गर्नुभयो भने यो वापा सिली हो, जुन चाहिँ हामीले यसलाई भाले सिली पनि भन्ने गर्दछौँ। अहिले तपाईँहरूले यहाँ घरमा छोरी चेलीहरूले मुखमा कुनै चिज खुवाइराखेको देख्नुहुँदैछ। यो भनेको चाहिँ अनि भाषा प्रयोग गरेर हुने गर्थ्यो पहिलाले, धेरै पहिलाको कुरा हो। यो चाहिँ उहाँहरू चाहिँ दयामा खियामाको भाइ रैछाकुले हुनुहुन्थ्यो, उहाँको अनरमा गरिएको सिली थियो अघि गरेको। अहिले गरिरहेको सिलीलाई हामी साधारण भाषामा मोछामा सिली भनिन्छ। यसको नेपाली करण चाहिँ छैन। यो मोछामा सिली किन भनिन्छ भन्दाखेरि यो प्रयोग गरेर किराँतीहरूको राईहरूको घरमा मात्रै राखिने एउटा मोछामा सिली चाहिँ हरेक घरमा मोछामा हुने भएको कारणले गर्दाखेरि हामीले मोछामा सिली गर्ने गर्छौँ। This is a residential washing place. Every Kirat Rai house मोछामा सिलीहरूले यहाँ प्रदर्शन भइरहेको छ।
सायराममा भन्छौँ यो फुल लगाउने प्रचलन छ नछुङको फेटामा अब पातमा सिउरेर थोरै केही रकमहरू लगाइदिने प्रचलन छ दोकाया ढोले सिलिमोमाहरूलाई पनि यो गर्नुपर्ने हो तर समयको पाबन्दीले गर्दाखेरि हामी सबै चिज यहाँ देखाउन सक्दैनौँ योलाई नेपाली भाषामा शिर उभाउने पनि भनिन्छ हाम्रो भाषामा यसलाई सायराममा भन्ने प्रचलन छ अब यहाँ तपाईँहरूले देख्नुभयो नाच्ने जम्मै सिलिमोपाको टिमहरू निस्केर जानु हुँदैछ बाङ बाङ राई समाज बेलायतको केही उत्कृष्ट सदस्यहरूद्वारा प्रस्तुत गर्न लागि परम्परागत सांस्कृतिक नृत्य अथवा सिली प्रस्तुत तर्फ लाने कोसिस गर्नेछु Before we proceed to the next part of the program, I would like to express my sincere thanks to the entire cultural team from the Ashford branch for their outstanding performance. अर्थात् आँगन टेक्ने सिली किन र कुन बेला गरिन्छ यो 4 दिनसम्म लगातार गरिने जेठो पितृपूजामा प्राय गरेर घरको आँगनमा सिली गरिने हुँदा सिलिचा र मौसमीहरूले आँगन टेकेर सिली गर्न अनुमति लिने गर्दछन् यसरी पितृहरूसँग आशीर्वाद लिनलाई त्यहाँको चलन चल्तीको ठेट भाषामा बल माग्ने पनि भनिन्छ यसरी बल मागिसकेपछि सिलिचा र मौसमीहरूले आँगनलाई ढोक्दै र यसलाई त्यहाँ अलि सानो सानो बनाउनु पर्यो नि त्यो जानु उता विविध आपद विपद र सङ्घर्षहरूको सामना गर्नु पर्दथ्यो यसको एउटा अंशको रूपमा जङ्गली जनावरहरू लगायत अरू विभिन्न शत्रुसँगको घम्साघम्सीको समयमा आफ्नो जीवन रक्षा आफ्नो जीवन रक्षार्थ हाम्रो पुर्खाहरूले आफ्नो शत्रुहरू डराउन् र आफ्ना परिवारहरूलाई आक्रमण नगरून् भनेर पाखुरी सुकाउँदै जनावरहरू वा अरू कोही शत्रुहरूलाई तर्साउने गर्दथे बुद्धुममा आउने यही क्षणलाई हामी सिलिचा मसिनहरूले सिलीद्वारा प्रस्तुत गर्दै हुन्छौँ
During the summer season and during the winter. Yeah, you got to know During the winter season, they will bring down the we would like to announce that today's competition of Yesegro or Hansi performed by the हुनुहुन्थ्यो भनेदेखि प्रमुख हामीमा पेलिनाम राई हुनुहुन्थ्यो ड्रो अथवा झ्याम्पा बजाउनेमा हाम्रो टिपे पाइङ राई रबिन पाइङ राई रामकुमार पाइङ राई हुनुहुन्थ्यो भनेदेखि त्यस्तै गरेर पाहुना सरकार झन्डा र ब्यानरमा हाम्रो संस्थाका ब्यानर दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्थ्यो अन्तमा यहाँ आएको छात्र हामी सबैलाई धन्यवाद हामी पनि बुझाउन चाहन्छौँ धन्यवाद हाम्रो प्रदर्शनी हो र किराँत राई आएका प्रारम्भ
सिली गर्दै हुनुहुन्छ। Well done, Greater Westport. उहाँहरूले चाहिँ सलपमा सिली गर्दै हुनुहुन्छ। यहाँबाट चाहिँ अर्को सिली तारे वासा सिली अब चाहिँ प्रदर्शन गर्न गइराख्नु भएको छ हाम्रो कन्ट्रोल रोस्पोर्ट जोडीले। तारे वासा सिली प्रदर्शन गर्दै हुनुहुन्छ। ओइ प्र्याक्टिस गरेर रेस हुन्छ। भेटिएको छ यहाँहरूले कसैको हो भने सम्पर्क गर्नुहोला। ड्र खोल्न गइरहेको छौँ। लकी ड्रको टिकट लिनको लागि स्टारको स्टलमा जानु होला। टिकटको तपाईँ स्टलमा टिकट फ्रीमा पाउनुहुन्छ। आफ्नो नाम लेखाउनु र प्राइज तपाईँलाई 500 पाउन्ड मोर्गेजको सर्भिस भाउचर, सेकेन्ड प्राइज मिलको लागि 300 पाउन्ड।
हजुर नमस्ते। आज हाम्रो साकेला उभौली 2026 को भव्य प्रोग्राम कार्यक्रम तथा यहाँ यो रेकर्डिङ हेरेर बस्नुहुने सम्पूर्ण महानुभावहरूलाई म रोजिना प्रधान राईको काउन्सिलर रोजिना प्रधान राईको तर्फबाट हार्दिक नमस्कार शुभकामना दिन चाहन्छु। अब आज हामीले साँच्चीकै भन्नुपर्दा अति नै राम्रोसँग हाम्रो किरात राई आयोखा युके को तर्फबाट भव्यताको साथ हाम्रो ग्याम्बलल्यान्डको आफ्नै घर आफ्नै जग्गा जमिनमा चाहिँ हाम्रो सिली विभिन्न थरीको सिली नाच लगायत हामी देशबाट विदेशमा पनि हामीले देश खोजिरहेछौँ, देश देखिरहेछौँ, नेपाल देश देखिरहेछौँ। यहाँ आज साँच्चीकै भन्नुपर्दा हाम्रो विभिन्न यहाँको गिलफोर्डको मेयर आउनुभएको थियो, काउन्सिलरहरू हुनुहुन्थ्यो, यहाँको लोकल गभर्मेन्टहरू हुनुहुन्थ्यो, सम्पूर्णले चाहिँ एकदमै खुसी भएर इन्जोय गर्नुभयो। हामी किरात राईहरू मात्रै नभएर विभिन्न हाम्रो देशको विभिन्न जात जाति भाषा भाषीको व्यक्तित्वहरू आज यहाँ उपस्थिति भएर सिली डान्सहरू विभिन्न थरीको सिली डान्सहरू गरिराख्नु भएको थियो। त्यो देख्दा अति नै हामीलाई हर्ष लागेको छ। म आज गैर आवश्यक नेपाली सङ्घ आइसिसीको उपाध्यक्षको हैसियतले पनि हामीले कल्चरहरूलाई चाहिँ विभिन्न देशमा प्रवर्धन गर्ने हाम्रो भाषा संस्कृति हाम्रो देशमा रहेको
यो रिच कल्चरहरूलाई चाहिँ हामीले विदेशमा ल्याएर चाहिँ विदेशी भूमिमा ल्याएर चाहिँ एउटा प्रवर्धन गर्ने एउटा हाम्रो एजेन्डा सँगसँगै म आज किरात राईको बुहारी भएको हैसियतले पनि म आज एकदमै इन्जोय गरिरहेको छु। हाम्रो सम्पूर्ण महानुभावहरूले इन्जोय गरेर आज लगभग पनि लाखौँ मान्छेहरू चाहिँ यहाँ उपस्थिति हुनुहुन्छ। हाम्रो राईहरू मात्रै नभएर विभिन्न जात जाति प्लस यहाँको विदेशी हाम्रो साथीभाइहरू पनि आज यहाँ उपस्थिति भएर नाचहरू गरिराख्नु भएको छ। हाम्रो विभिन्न एउटा पुर्खालाई पूजा गरेर हाम्रो उभौली हाम्रो प्रकृति हाम्रो धरतीलाई पूजा गरेर चाहिँ हाम्रो उभौली सुरु भएको छ। यसै गरी उधौली हुन्छ। यसै गरी विभिन्न हाम्रो चाडपर्व किरातको चाडपर्व सँगसँगै आजको यो उभौली चाहिँ अति नै भव्यताको साथ सम्पन्न भएको छ। म एज अ काउन्सिलर लोकल गभर्मेन्ट टुक्सबरी बरो काउन्सिलको काउन्सिलरको हैसियतले पनि हामी लोकल जनताहरू लोकल हाम्रो रेसिडेन्ट्स मात्रै नभएर हामी इमिग्रेन्टहरू जति पनि बाहिर नेपालीहरू बाहिर बसेका छौँ हाम्रो नेपालको के अरे संस्कार संस्कृति हाम्रो नेपालको टुरिज्म भन्न चाहन्छु। मैले आफै पनि यो गरगहना ड्रेस लगाएको छु। मेरो देशको मेरो राईको एउटा इज्जत हो। यो पुर्खाको एउटा इज्जतलाई चाहिँ अगाडि बढाएर अगाडि बढ्ने एउटा सभ्यता पनि भएको कारणले नै म लोकल गभर्मेन्टमा एज अ काउन्सिलर भएर निर्वाचित हुँदै गर्दा पनि मलाई यो कुराहरूलाई प्रवर्धन गर्नु थियो र त्यसै गरी गएर अवश्य नेपाली सङ्घ एनआरएनएको आइसिसीको उपाध्यक्षको हैसियतले नै हामी विभिन्न मुलुकमा 90भन्दा बढी मुलुकमा हाम्रो एनसिसी च्याप्टर एनआरएनए एनसिसी युके लगायत विभिन्न देशको च्याप्टरहरू छन्। त्यहाँ पनि हामीले नेपाल फेस्टिभल लगायत विभिन्न कार्यक्रमहरू गर्छौँ र त्यो मध्येमा अहिले किरात राई यायोखाले गरेको आजको कार्यक्रमलाई अति नै म बधाई शुभकामना। यो भव्यताको साथ सम्पन्न भइराखेको छ। अझै भव्य होस् फेरि अर्को वर्ष योभन्दा नि भव्य होस्। यहाँहरूले गरेको यो कार्यक्रमलाई धेरै धेरै शुभकामना र अध्यक्ष मेजर रिटायर्ड दिलकुमार राई र भर्खर इमिडिएट पास्ट प्रेसिडेन्ट हाम्रो आशा दिजु लगायत विभिन्न यहाँ आज धेरै दुःख गरिराख्नु भएको छ फटिक गरिराख्नु भएको छ। सम्पूर्ण स्वयंसेवक लगायत के अरे किरात राई यायोखा युकेलाई धेरै धेरै म यो सम्पन्न गर्नुभएकोमा यो यत्रो ठुलो भव्य कार्यक्रम गर्नुभएकोमा धन्यवाद दिँदै म बिदा हुन्छु। नमस्ते धन्यवाद। नमस्ते साकेलाको जोस रमाइलो भएर आएछ। अब अर्को साल पनि फेरि आउने फेरि भेटौँला। धन्यवाद। नमस्ते सेवारो ह्याप्पी साकेला सबैजनालाई रमाइलो भयो साकेलामा आएर धन्यवाद। अब साकेला नाच्नु बाँकी नै छ है। सोइ डोले सोइ अक्क डोले खोइ। नमस्ते ह्याप्पी साकेला। ल नमस्ते ह्याप्पी साकेला 2026 को है सबैजना आइदिनु भयो खुसी लाग्यो। साथीहरू सबैजना भेट्यो आउनुहोस् अनि नाच्नुपर्छ अरे के अरे साकेलाको। थ्याङ्क यू। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी अनि हाम्रो राई समुदायमा म वरिष्ठ उपाध्यक्ष सुमन चन्द्र राईको तर्फबाट हामी किरात राईहरूको महान चाड उभौली साकेला 2026 सालको पावन अवसरमा सबैलाई सेवा नमस्कार भन्न चाहे। यो हाम्रो महान चाड सधैँ जस्तो नै हो तर हामीले अहिले हाम्रो किरात राई यायोखा बेलायतका कार्यकारी अध्यक्ष रिटायर्ड मेजर दिलकुमार राईको नेतृत्वमा म एज अ संयोजक कोअर्डिनेटर्सको हैसियतले हामीले सभ्य र भव्य तरिकाले सम्पन्न गरिसक्नु आँटेको अवस्था र सदाको भन्दा हाम्रो उपस्थिति केही ज्यादा देखिएको अनुभव लिएको छु अनुभूति भएको छ र हामीलाई यहाँ हुने हामीले भोगिरहेको हाम्रो अनुभवलाई हेर्दाखेरि सबैभन्दा यहाँको मुख्य समस्या कार पार्किङ हो। तर यो साल हामीले एडिसनल कार पार्क पनि रेन्ट गर्ने अवसर पायौँ जसले गर्दा सबैभन्दा मुख्य कुरा कार पार्किङको व्यवस्था गएको सालहरूभन्दा केही व्यवस्थित र अलिकति राम्रो तरिकाले सिस्टमेटिक तरिकाले गरिएको भन्ने अनुभूति भएको छ र मैले भन्नुपर्दाखेरि उपस्थिति सदाको भन्दा ज्यादा देखिएको अनुभूति। अनि अर्को कुरा सदाको भन्दा हामीले चाहिँ यो हाम्रो समय
सदा चाहिँ हामीले बुद्ध पूर्णिमाको फलोइङ सटरडे गर्ने कार्यक्रम हो यो। तर हामीले यो साल चाहिँ तिथिमितिलाई अलग राखेर खासमा हाम्रो उभौली साकेला हुनुपर्ने 2 मेमा थियो। तर यो हाम्रो कार्य समितिले सबैभन्दा ठुलो निर्णय गरेर अबदेखि उपरान्त जुन चाहिँ हामीले 3rd विक मेको सटरडे अथवा गोर्खा कप भन्दा 1 दिन अगाडि गर्ने यो हामीले निर्णय गरेको छौँ। र यो निर्णयले सायद यो ठाउँमा हामीलाई गाडी पार्क गर्दा हाम्रो जति पनि गाडी चाहिने फसिने आदि इत्यादिको समस्या चाहिँ हामीले भोग्नु परेन। एकदम ड्राई ग्राउन्ड भएको एउटा यो नयाँ चेन्ज भएको हामीले महसुस गरेको छौँ। र अरू मैले भन्नुपर्दा सम्पूर्णलाई धन्यवादको साथ सक्सेसफुल भएको मैले अनुभूति गरेको छु। यो भन्दा धेरै के भन्न चाहन्न। धन्यवाद। नमस्कार। यहाँ म चाहिँ यो 2083 सालको यो साकेला हाम्रो राई जातिको उभौलीमा चाहिँ भाग्यवश म युकेमा छु। म चाहिँ मेरो नाम चाहिँ सत्यदेवी राई हो। मेरो श्रीमान चाहिँ गुरुङ हो। तर फिलहाल मेरो माइतीहरू चाहिँ धेरै नै राईहरू भएको कारणले म चाहिँ यस्तो यो आफ्नो उभौलीमा पनि यसपालि चाहिँ भाग्यवश भेटेँ। म चाहिँ भिजिट भिसामा आएको। मेरो छोराछोरी चाहिँ यहीँ हुनुहुन्छ। त्यसकारण म चाहिँ यो चौथो पालि यो भन्दा 9 वर्ष अगाडि पनि यहाँको साकेलामा म साकेला हेर्ने मौका पाएँ। तर त्योभन्दा धेरै डिफ्रेन्ट पाएँ कि मैले यहाँ अहिले चाहिँ धेरै सुविधाहरू धेरै आयोजकले राम्रो गर्नुभएको यो हरेक सुविधाहरू सहुलियतहरू देखेर म आफै खुसी लाग्छ। किनभने हाम्रो नेपालीहरूले विदेशमा गएर पनि आफ्नो कल्चरहरूलाई चाहिँ उहाँहरूले जगाउनु भएको छ। अब आउने सन्तति सन्तानहरूको लागि पनि यो यहाँहरूले राम्रो गर्नुभएको छ। आफ्नो देशको कल्चर आफ्नो देशको माया जगाउनु भएको देखेर मलाई असाध्यै खुसी लागिरहेछ। यो मैले देखेँ कि नेपालमा भन्दा यहाँ अझै राम्रो कल्चर चाहिँ फैलिएको देखेँ। यहाँ आफ्नोपनहरू देखेँ। यहाँ हरेक ड्रेसमा आउनु सजिएर आउनुभएको हाम्रो नेपाली दिदीबहिनी छोराछोरीहरू दाजुभाइहरू देख्दा मलाई अत्यन्तै खुसी लाग्यो। किनभने यो भुपु गोर्खाको चाहिँ हाम्रो गोर्खालीहरूले हाम्रो पिता पुर्खाले यहाँ खुन पसिना बगाएको देश हो। त्यहाँबाट अहिले हाम्रो सम्पूर्ण परिवारहरू यहाँ आउनुभएको छ। उहाँहरूले अझै पनि प्रगति गरेर एउटा ब्रिटिसमा चाहिँ गोर्खालीको नामहरू राख्नु हुनेछ। अनि यो कल्चरहरूलाई चाहिँ उहाँहरूले अझै यो भन्दा माथि लाएर भावी पुस्ताहरूलाई पनि उहाँहरूले चाहिँ यसरी नै गर्नुपर्छ भन्ने चाहिँ शिक्षा दिनुहुनेछ भन्ने ठुलो आशा गर्दछु। र आज म धेरै खुसी छु। धेरै आफन्तहरू बरु नेपालमा भेटिँदैन थियो। यहाँ आफन्तहरू पनि भेटेर म त एकदमै खुसी छु। आजको यो साकेलामा फेरि पनि यसरी नै हेर्ने मौका पाऊँ। हाम्रो पार्यङ सुम्निमा हाम्रो पुर्खा पिताहरूले जति पनि दुःख कष्ट गरेर यहाँ आउनुभएको छ उहाँहरूलाई सम्पूर्णलाई पार्यङ सुमिनाले सबैलाई आशीर्वाद दिउन् भन्दै मेरो 2 शब्द यहीँ टुक्राउँछु। हस्त जय साकेला। नमस्कार सेवा सबैजनालाई। मेरो नाम क्षेत्रकला राई। म चाहिँ यो आज उभौली र उभौली साकेला त मनाउँछौँ। आज उभौली साकेलाको यो ग्याम्बलल्यान्डमा चाहिँ सबभन्दा ठुलो आयोजना गर्नुभएको छ यहाँको कार्य समिति सरा किराँतहरूले। त्यसको चाहिँ मैले भन्नै पर्दा सबैलाई शुभकामना छ। आज चाहिँ म तपाईँहरूले यो समय दिनुभएकोमा मेरो चाहिँ अहिलेसम्मको मेरो आफ्नो जीवनको अनुभवहरू यो संस्कार संस्कृति यो उधौली चाछोवा माङ्सिरे यस्तोको बारेमा मैले जे जति भोगेको मेरो जीवनको अनुभवहरू बताउँछु। यहाँहरूले राम्रोसँग सुनिदिनु होला। उतिखेर चाहिँ अब अहिले मैले उहिले नै भन्छु। उतिखेर जब पञ्चायतकालीन थियो पञ्चायतकालमा चाहिँ हामीले यो आफ्नो संस्कार संस्कृति वेशभूषा यसरी खुल्ला रूपमा जताततै राम्रै काम गर्छु भन्दा पनि गर्नु पाइँदैन थियो। जब पञ्चायत त्यही कारणले पञ्चायत ढलेपछि चाहिँ जब प्रजातन्त्र लोकतन्त्र गणतन्त्र पनि भन्थे त्यतिखेर त त्यो जब आयो त्यसपछि चाहिँ हामीले अहिले राम्रोसँगले आफ्नो संस्कार संस्कृति राम्रो काम त हो राम्रो काम गर्न पाएका छौँ। जब यो साकेला चाहिँ गाउँघरमा हामी चाहिँ मनाउँथ्यौँ
तर पल्टन हामी गइसकेपछि चाहिँ 12-15 वर्ष उतै बितायौँ। भुलिसकेको बेलामा त्यतिखेर तत्कालीन अवस्थामा त पञ्चायतकाल थियो। पञ्चायतकालमा त दिँदैन थियो अनि काठमाडौँवासी भयौँ हामी उताबाट पेन्सन आएपछि। काठमाडौँमा चाहिँ त्यतिखेर 44-45 सालतिर चाहिँ लुकी छिपी मात्रै हामीले साकेला, त्यही पनि किर्तिपुर पढ्ने दाजुहरू बहिनीहरू हुनुहुन्थ्यो अनि उहाँहरूले सबैले आयोजना गरेर गाउँबाट हाम्रो गाउँतिरबाट जिल्लाबाट आएकोहरूले त्यसमध्येमा दिल्ली किराँत, राजबहादुर राई, उद्धव राई, यो वेदना थुलुङहरू, देविका, अरू त धेरै नाम बिर्सिसके पनि, गीता राई, उहाँहरू कलाकार सङ्घमा देउसी भैलो कार्यक्रमबाट सुरु गर्नुभयो अनि पछि यसैलाई विकसित हुँदै किराँत राई आयोखा जब 46 साल आयो सङ्घ संस्थाहरू गठन गर्ने हुँदै जाँदा तदर्थ समितिदेखि लिएर हुँदै विकसित सङ्गठित रूप हुँदै गरेर यो केन्द्रीय कमिटी पहिला त गङ्गाराज राईको पालोमा गङ्गाराज राई चाहिँ नेपालको सरकारी जागिरे पनि हुनाले उहाँलाई लुकीछुपी नै अलि गरेर गर्नुहुँदै थियो। त्यसपछि गङ्गाराज राई पछि अलि 46 साल पनि आयो अनि अलिकति सङ्घ संस्थाहरू खोल्न पाउने प्रजातन्त्र 46 साल भन्नाले प्रजातन्त्र पनि आयो। त्यसपछि चाहिँ नभए त हामी लुकीछिपी हेर्थ्यौँ अनि 60 पुलिसहरूको जमघट भएपछि चाहिँ आफ्नो घरतिर जानु भनेर दाजुहरूले भन्नुभएको थियो। त्यतिखेर के को लागि होला किन होला भन्ने पनि त्यति थाहा थिएन हामी, किनभने त्यो सचेत थियौँ न, भन्दैन थिए डराउँछन् भनेर होला दाजुहरूले भन्नु भएन। अनि तर पछि चाहिँ जब प्रजातन्त्र आएपछि चाहिँ खुलेर सबै मनाउन थाल्यौँ जताततै एकदम बृहत हुनु थाल्यो अनि सङ्गठन विस्तार। त्यसपछि चाहिँ कुलबहादुर राई पनि हङकङबाट टिचर चिल्ड्रेन स्कुलको हेड सर हुनुहुन्थ्यो, उहाँ पनि रिटायर भएर आएपछि त्यतिकै के गर्नुहुँदै थियो होला अनि सबैले छानेर कुलबहादुर राईको नेतृत्वमा किराँत राई आयोखा केन्द्रीय अध्यक्ष बन्नुभयो गङ्गाराज पछाडि। अनि कुलबहादुर राईले चाहिँ 1 कार्यकाल 2 कार्यकाल 3 कार्यकाल गर्नुभयो अनि सङ्गठन विस्तार पनि त्यतिखेर राजबहादुर राईको श्रेय चाहिँ धेरै जान्छ। उहाँलाई अलिकति ऊ पनि थियो, उहाँलाई पद्धति विधि त्यो सिस्टमहरू सबै थाहा थियो, उहाँले सहयोग गर्नुभयो किन उहाँ नेपालको कर्मचारी पनि हो। अनि उहाँले यो सङ्गठन विस्तारमा एकदम धेरै फैलिएर त 9 वर्षसम्म उहाँले कुलबहादुर राईको कार्यकालमा राजबहादुर राई, अरू त थुप्रो हुनुहुन्छ, यहाँ नाम लिएर साध्यै छैन, मेरो आत्मैदेखि मैले सम्मान गर्छु, सम्झे चाहिँ राखेको छु, तपाईँहरूलाई बास गरेको होइन र पनि अहिले फटाफटी भन्नु आएको छैन। त्यसमध्येमा जितपाल किराँत, डाक्टर नोबल किशोर राई, थुप्रो हुनुहुन्छ। उहाँहरू हुँदै अहिले एकदम बृहत भनेर 24-25 देशमा त सङ्गठन नै भइसक्यो। जिल्ला गठन त कति भइसक्यो, अब नगर गठन कति भइसक्यो, अब त भन्नै पर्दैन, संसारभरि फैलिसक्यो। म चाहिँ हुँदै पहिला चाहिँ म सङ्घ संस्थामा जान्दिनँ काम गर्नु भन्थेँ, हामी चाहिँ एक्सन चाहिँ जान्दछौँ। हामीलाई घरमा हामी के गर्थ्यौँ भने साकेलामा जान्थ्यौँ, गाउँमा चाहिँ दिल्पा भोजपुरको दिल्पा गाउँ हो, दिल्पा गाउँमा चाहिँ ठुलो मनाउँछौँ साकेला उभौली। अनि त्यतिखेर जान्थ्यौँ अनि मेरो कोमाहरूले अराउनुहुन्थ्यो यसरी गर्ने, त्यो दिन चाहिँ बोट बिरुवाहरू लाने अनि त्यहाँ लगेर चढाउने, भाले कुखुरा लगेर त्यहाँ गर्ने अनि आफ्नो बोट बिरुवा यो चाहिँ अन्न बाली सप्रियोस्, किरा फटेङ्ग्राहरू अथवा यो बाली नालीहरू सप्रियोस्, किरा के भन्छ सिचिया माइया मामेदा भनेको किरा फटेङ्ग्रा जे भए पनि यस्तो जीवजन्तु जनावरहरूले अथवा प्रकृतिले पनि हामीलाई आशीर्वाद दियोस्, यिनीहरूले पनि सुबे फाबे नै गरोस्
भनेर त्यो बिरुवाहरू लगेर चढाएर फेरि अलिकति चाहिँ ल्याएर तल बारीमै रोप है कान्छी भन्नुहुन्थ्यो बोजूले। अनि त्यही गर्दै गर्दै आएको र हामी नाच्नु पनि जान्ने, ढोल बजाउन पनि जान्ने, झ्याम्टा बजाउन पनि जान्ने, तर त्यो सङ्गठनमा बस्नु चाहिँ भनेपछि हामीलाई त्यतिखेर एकदम शरम हुन्थ्यो। बस बस भन्दा पनि समितिमा बस भन्दा पनि हामीलाई चाहिँ अप्ठ्यारो लाग्यो, त जान्दिनँ भनेर अप्ठ्यारो लागेर गइहाल्थ्यौँ। पछि मेरो फुपूको छोरा जङ्गराज राई चाहिँ भएपछि दिदी म फेरि बाहिर नोकरी गर्नु जान्छु, म गएपछि चाहिँ तपाईँ हुनैपर्छ। होइन म त जान्दिनँ नि त भन्थेँ र पनि जान्दिनँ भन्दाखेरि पनि उसले मलाई भन्थ्यो। अनि गइरहन्थेँ अनि स्वयंसेवक भएर 2-3 वर्ष भएँ। एक दिन त काठमाडौँ जिल्लाको अधिवेशनमा त गइरहने साकेलाको ग्रुपको त्यो तपाईँले चाहिँ साकेलाको ग्रुप नाच्ने ग्रुप चाहिँ तपाईँले तयारी गर्नुपर्छ भन्थ्यो। मसँग धेरै विद्यार्थी भर्खरको भाइ बहिनीहरू हुन्थे अनि त्यस कारणले थुप्रो ठाउँमा गरिसकेपछि चाहिँ हामीले हरेक ठाउँमा जाँदै गर्ने हुनाले कलाकारहरूलाई सिकाउने ट्रेनिङ दिनेहरू गर्ने मध्ये नामै लिनुपर्दा यो पछि सुमाया राईलाई हामीलाई चाहिँ खड्कियो। अलिकति हामीलाई एजुकेटेड आदिवासी महिलाहरूतिर पनि जाँदा सङ्गठनमा जाँदा चाहिँ हामीले फेरि सुमाया राईलाई अलिकति एजुकेटेडहरू पनि चाहिने रहेछ, काम मात्रै राम्रो गरेर हुँदैन, ड्रेसिङ पावर त अब पढेर लेखाले लजिक दिन सक्छन्, ठिकसँगले भन्न सक्छन् भनेर हामीले फेरि चाहियो एउटा भन्यौँ। अनि यो चाहिँ डाक्टर नवल किशोर राईले म भन्छु एकजना हुनुहुन्छ भनेर अनि उहाँले ल्याउनु भयो उपाध्यक्षमा गरेको। अनि उहाँ भएपछि चाहिँ हामीलाई अलि ढुक्क भयो जस्तो भयो। अनि पछि ड्रेसहरू पनि मैले त आफैले किनेर हाम्रै घरबाट खाजा बुजा सबै लगेर गर्थ्यौँ। अनि ठुलो हुँदै गएपछि त पछि केन्द्रमा जब यशोदा राई आउनुभयो अनि यशोदा राईको 3 पल्टको सिटिङमा बुद्धिजीवी विज्ञहरू महिलाहरू राखेर यो ड्रेस हराइसकेको थियो यो ड्रेस। अनि उहाँहरूले यो ड्रेस फेरि यसलाई पुनर्जीवित पारौँ पहिला उहिलेको हाम्रो मौलिक वेशभूषालाई भनेर उहाँहरूले पहल गरेर अनि यो छिटहरू फेरि छिपाउने, फेरि चोलोहरू चौबन्दी चोलो पटुका यसरी लाउने भन्दै गरेपछि अनि हामीले लाउन थाल्यौँ, किन्दै यही उपहारमा यही पनि दिन थाल्यौँ। अनि झन् ठुलो बृहत भयो। साँच्ची म चाहिँ काठमाडौँ जिल्लाको पहिले चाहिँ म प्राकस अध्यक्ष है, त्यो दिन त मलाई प्राकस अध्यक्ष पो भन्नुभयो त। काठमाडौँ जिल्लाको अधिवेशनको दिन म त गएको थिएँ, त लु तपाईँ चाहिँ प्राकस अध्यक्ष हुनुभयो आजदेखि भनेर भन्नुभयो। म स्वयंसेवक मात्रै थिएँ। अनि त्यो भनेकै पनि के गर्नु मलाई थाहा थिएन। अनि मैले लु 5-7 जना बनाउनुहोस् भने समिति मैले बनाएँ। अनि काम गर्दै जाँदाखेरि अनि म जिल्ला सदस्य भएँ अर्को कार्यकालमा, अनि अर्को कार्यकालमा जिल्ला उपाध्यक्ष भएँ, अनि अर्को कार्यकालमा चाहिँ म काठमाडौँ जिल्ला अध्यक्ष भएँ। अनि अर्को कार्यकालमा चाहिँ फेरि अध्यक्ष सकिएपछि चाहिँ म अमेरिका जानुपर्ने भयो। अनि म अमेरिका केन्द्रीय सदस्य भएको थिएँ। अनि म अमेरिका गएँ, अमेरिका बसेर 6 महिना बसेर आएँ। अनि त्यसपछि चाहिँ त्यतिकै फेरि म लन्डन आउनु पर्यो। लन्डन यहाँ खुलेपछि हामी आएको यहाँ 15 वर्ष पुरा पुगेर 16 पनि लाग्यो। अनि यहाँ पनि बृहत भयो यो जग्गाहरू किन्नेदेखि लिएर सबै। कल्पना राईको संयोजकत्वमा यो जग्गाहरू किनेको त हामीलाई सबैलाई थाहा छ। अनि यो अहिले हामीलाई हाम्रो संस्कार हाम्रो संस्कृति जोगाउनलाई यो प्रजातन्त्रको धेरै मैले लोकतन्त्रको भनौँ न, लोकतन्त्र गणतन्त्र प्रजातन्त्र के भन्थे, विशेष गरी यो लोकतन्त्र भन्ने चाहिँ मलाई अलिक राम्रो सुइटेबल जस्तो लागेको छ। लोकतन्त्र आएपछि चाहिँ हामीले सबै हाम्रो संस्कार संस्कृतिहरू गर्न पाएका छौँ र त्यसको सुविधा पनि धेरै पाएका छौँ। हामीले संस्कृति मन्त्रीहरूलाई प्रमुख अतिथि बनाउँथ्यौँ उहाँ चाहिँ। अनि प्रधानमन्त्रीसम्मलाई चाहिँ म अध्यक्ष हुँदाखेरि तत्कालीन प्रधानमन्त्रीलाई पनि प्रमुख अतिथि बनाउन हामी सफल भएको थियौँ। किनभने भर्खर लोकतन्त्र आएको हुनाले
उहाँलाई मान्नु पो हुन्छ कि भनेर समय लिन गएको थियौँ। जाँदाखेरि मान्नु पनि भयो अनि हुँदै हुँदै यो बृहत भएर त्यसपछि नभएदेखि झिलिक्क हाम्रो समाचारै आउँदैन थियो। अहिले पो तपाईँहरू प्रशस्त हुनुहुन्छ यो मिडियाकर्मीहरू सञ्चारकर्मीहरू। त्यतिखेर त हामीलाई सरकारको झलक्क झिलिक्क अलिकति मात्रै देखाउँथ्यो यस्तो भनेर जुन चाहिँ त्यो यसो अर्कै खालको ड्रेस लगाएको छोटो छोटो हाफपेन्टहरू के लगाएकोहरू लो राइको भनेर अरूहरूले त्यस्तो खालको उपेक्षा गरेर देखाइदिनुहुन्थ्यो। त्यसपछि हामीले यो डोरीभित्र ड्रेस लगाएर आफ्नो पहिरन आफ्नो वेशभूषा लगाएर नाच्ने सिस्टम निकाल्यौँ। अहिले बृहत भएको छ अनि अब त खास चाहिँ मैले भनिरहनु पर्ने धेरै कुरा छैन होला। सबैले छर्लङ्ग संसारभरि तपाईँहरूको सञ्चारकर्मीको कारणले गर्दा मिडियाकर्मीको कारणले गर्दा संसारभरिकोहरूले आफ्नो संस्कार आफ्नो संस्कृति जोगाउन पाउनुभएको छ। यो लोकतन्त्र भनेको चाहिँ राम्रो रहेछ जस्तो मलाई लागेको छ। अब यति भन्दै मेरो अनुभवका कुराहरू राख्न दिनुभयो। यहाँलाई धेरै धेरै धन्यवाद। म तपाईँको मिडियाको नाम पनि चिनेको छुइनँ, मैले देखेको छुइनँ होला। म तपाईँलाई धन्यवाद। म हेर्ने पनि छु, सुन्नु पनि पाउँछु होला। धन्यवाद। सेवा नमस्ते। म चाहिँ कृष्णा राई रेडिङबाट आएको। यहाँ युकेको साकेला हेर्नुको लागि योसँग गरी म 3 चोटि आइसकेँ। यहाँ भव्य र एकदम रमाइलो राम्रोसँग हामी जहिले साकेला वर्षै पछि मनाउँछौँ। जस्तो यस्तो अरू ठाउँमा पनि हामी आफ्नो कल्चर र उयो देखाउनु पाउँदा एकदम खुसी छौँ। थ्याङ्क यू। मेरो नाम असीम थापा हो। म चाहिँ आज स्विडेनदेखि आएको। मेरो नाम चाहिँ नितिका राई हो। म फनब्रोबाट आएको। आज साकेला 2026 धेरै धेरै रमाइलो भयो। वेदर पनि एकदमै राम्रो भएको थियो। सबै कुरा एकदम मजाले अर्गनाइज भएको थियो है। धेरै धेरै रमाइलो भयो। नाच्न पनि मजा भयो, खान पनि मजा भयो। सबै यतातिर सबै स्टल्सहरू धेरै भेराइटी स्टल्सहरू पनि सेटअप थियो। आज जस्ट लाइक कल्चरल एक्सपिरियन्स चाहिँ लाइक फुल अन एक्सपिरियन्स गर्न पाइयो। रमाइलो भयो थियो। हजुर धेरै नाच्यो, धेरै खायो। अब नेक्स्ट इयर पनि होपफुली वेदर पनि राम्रो हुन्छ अनि यस्तै रमाइलो होस् नेक्स्ट इयर पनि। तपाईँ पनि आउनुहुन्छ होला नि नेक्स्ट इयर। मेरो नाम चाहिँ निलम हो। म चाहिँ फाम्रोवासी हो। नमस्ते। यो आशा छ योपालिको साकेला सबैले एकदम रमाइलो तरिकाले मनाउनु भयो होला। आजको वेदरदेखि लिएर इन्भाइरोमेन्टदेखि लिएर एकदम 100% तरिकाले राम्रो भएको मैले महसुस गरेँ। आशा गर्छु यसरी नै हामी अर्को साल पनि यही ठाउँमा भेटौँला। धन्यवाद। हेलो सेवा। आज साकेला युकेमा हामीहरू चाहिँ अब ब्लेक्से हिथबाट आएको मेरो नानीसँग। अब हाम्रो चाहिँ यतानिर यता आउनुहोस्। वाटरमेलन स्टेट्सबाट चाहिँ केवल मेरो हस्बेन्ड अनि छोरासँग आएको। अनि यता धेरै रमाइलो लाग्यो। धेरै मान्छेहरू अब आउनुभएको छन् यतानिर। अनि हामीहरूको अब रिलेटिभ्सहरू धेरै भेटियो। अब चिन्जानी पनि नयाँ पनि भयो। अनि यतानिर खानपिन पनि राम्रो अनि वेदर पनि भेरी भेरी राम्रो हैन। अनि आज धेरै खुसी लाग्यो। डु यु हेभ एनिथिङ टु से? होइन सबै राम्रो। त्यही त अनि युके जस्तो ठाउँमा यसरी नेपालको यसरी डाँडा पाखा होइन पाहाडको घरहरू जसरी टेन्ट राखेर अनि आफ्नो यो पुर्ख्यौली कुरालाई मेन त त्यही हो। अब हिस्टोरिक आफ्नो अब एन्सेस्टरलाई सम्झेर यसरी रीतिरिवाज आफूले फलो गर्नु र अनि मेन अब यङ वान्सहरूलाई नै त्यही सिकाउनु अनि त्यसमा नै एकदमै ठुलो कुरा हो र मोर देन ह्याप्पी। नमस्ते सबैजनालाई। आजको साकेला प्रोग्राममा यहाँ जथाबाट पनि युकेको धेरै ठाउँबाट आउनुभएको सबैजनालाई धेरै धेरै धन्यवाद। आएर एकदमै सफल बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। आजको प्रोग्राम दिन पनि एकदमै खुलेको राम्रो भयो। एकदमै खुसी। अनि हाम्रो साथीहरूले पनि धेरैजनाले इन्जोय गर्नुभयो। हामी धेरै टाढाबाट कोही नजिकबाट आएका थियौँ। दिनले गर्दाखेरि पनि रमाइलो भयो। अर्गनाइजेसन चाहिँ यो पालिको लास्ट टाइमको भन्दा यो पालिको चाहिँ अर्गनाइज चाहिँ एकदमै राम्रो अर्गनाइज थियो। पार्किङदेखि लिएर सबै नाच्ने ठाउँहरू पनि एकदमै धेरै भएको भएर एकदमै रमाइलो भयो। धन्यवाद। Hi, I'm Sally. I'm from West Africa.
I have a friend and family member from Nepal, I would say, but you know, I enjoy my day today and it's really good. And I have fun and I enjoy seeing the culture, the dance, and I was so involved and I really had a good time. And I hope to do it next year again. Thank you very much to from my Nepali family and happy Sakal. Sakala. नमस्ते मेरो नाम दिपेश राई हो अनि म चाहिँ सोलुखुम्बुबाट युके पहिल्यै आएको थिएँ अनि आज यस 2026 साकेला को दिन हामी यता दाजुभाइहरू साथी दिदी भाइ सबैजना मिलेर अब साकेला मनायो धेरै रमाइलो भयो पोहोर वर्षको भन्दा नि धेरै रमाइलो भयो किनकि सबै कुराहरू म्यानेज थियो अनि त्यसै गरी धेरै साथीहरू पनि बनाइयो यसै क्रममा अनि धेरै नाचहरू पनि सिकियो विभिन्न राईहरूको नाचगान सिकियो केही नयाँ कुरा सिक्नु पायो त्यसको लागि धेरै नै भाग्यमानी ठान्दछौँ अनि धन्यवाद अनि यसरी नै अब साकेलामा आइदिराख्नु होला सी यू नेक्स्ट इयर सेवा सामुना म सङ्गीता राई म चाहिँ रेटिङबाट आएको यहाँ युके जस्तो ठाउँमा पढाइ मुलुकमा पनि आफ्नो संस्कृतिलाई यसरी बचाइराख्नको लागि या यो खाले जुन कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ एकदमै यस चाहिँ अब सराहनीय छ एकदमै सम्मान योग्य छ त्यसले गर्दाखेरि अनि आजको प्रोग्राम चाहिँ एकदमै राम्रो थियो एकदमै घाम पनि एकदमै धेरै लागेको थियो तर पनि एकदमै रमाइलो लाग्यो अरू वर्ष भन्दा पनि झन् धेरै मान्छेहरू धेरै आउनु भएको जस्तो लाग्यो मलाई चाहिँ एकदमै रमाइलो थियो एकदम सौहार्दपूर्वकले सञ्चालन गर्नुभयो सम्पूर्ण यायोखा टिमहरूलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु यसरी पढाइ मुलुकमा पनि हामीलाई चाहिँ हाम्रो अस्तित्व बचाइराख्नको लागि हेल्प गर्नुभएकोमा थ्याङ्क यू सो मच सेवा स्यामुना मेरो नाम चाहिँ दिपा राई हो म चाहिँ बङ्गलोर रेजिसदेखि आएको यहाँ चाहिँ आज यो चोटि चाहिँ 4 चोटि हुन्छ मैले चाहिँ यो युके जस्तो हाम्रो बेला जस्तो ठाउँमा चाहिँ हाम्रो साकेला चाहिँ हामीले मनाउनु पाएकोमा धेरै धेरै धन्यवाद यायोखा टिमलाई चाहिँ अनि त्यसपछि आजको यो कार्यक्रम चाहिँ एकदमै भव्य सोचेको भन्दा पनि एकदम धेरै राम्रो नै हामीले चाहिँ सेलिब्रेट गरेर हामीले चाहिँ आफ्नो साथीभाइ आफन्तसँग मनाउनु पाउँदा यसरी जमघट गर्न पाउँदा चाहिँ तपाईहरूलाई धेरै धेरै धन्यवाद यो अवसर दिनुभएकोमा अनि यसरी नै आगामी दिनहरूमा पनि यसरी नै यो प्रोग्राम चाहिँ हामीले सेलिब्रेट गर्नु पाऊँ हजुरहरूलाई धेरै धेरै धन्यवाद सर्वप्रथम त सम्पूर्ण यहाँहरू जसले आज हेरिराख्नु भएको छ तपाईहरूलाई म किरात रायखा बेलायतको प्रथम महासचिव राजेन रामजो राईको यहाँहरूलाई हार्दिक नमस्कार तथा सिया भन्न चाहन्छु र आज यसरी यहाँले मौका दिनुभएकोमा यहाँलाई पनि म थ्याङ्क यू भेरी मच भन्न चाहन्छु हामी किराती राईहरूले बेलायतमा रहँदै आए तापनि वर्षमा एकचोटि साकेला उभौली कार्यक्रम धेरै ठुलो भोल्युममा गर्दै आएको छौँ र यो किरात रायका बेलायत 2004 सालमा स्थापना भए पश्चात वर्षेनी हामीले यो कार्यक्रम गर्दै आएको आज चाहिँ इस्वी सम्वत 2026 तथा विक्रम सम्वत 2083 तथा किराती येले सम्वत 50-86 को यो साकेलाको अवसरमा सम्पूर्णलाई म साकेला उभौलीको म यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यसरी बेलायतमा रहँदै जाँदा किराती राईहरूले यसरी ठुलो भोल्युमको कार्यक्रम गर्ने क्रममा हाम्रो गत वर्ष थुप्रै कमी कमजोरीहरू हामीले नोटिस गरेका थियौँ जस्तै यहाँहरू यहाँ हाम्रा राई तथा गैर राई तथा हाम्रा अन्य हाम्रा समुदायका व्यक्तित्वहरू यस ठाउँमा आगमन हुने क्रममा ट्राफिक लागेर तथा त्यहाँ बाटोमा जाम भएर उहाँले धेरै समयसम्म लामो समयसम्म उहाँले पर्खनु परेको थियो त्यो चाहिँ यसपालि निकै कमी भएको मैले महसुस गरेको छु र हाम्रा जति पनि हाम्रा आउनुहुने पाहुनाहरूले भनेअनुसार यसपालि त्यो न्यून रहेको थियो र गत वर्षमा
मेजर हामीले नोट गर्नुपर्ने हाम्रा त्यहाँ भएका कमजोरीहरू तथा त्यहाँ भएका असुविधाहरू रहेको एउटा ट्राफिक थियो भने अर्को चाहिँ हाम्रो टोइलेट व्यवस्थापन शौचालय व्यवस्थापन रहेको थियो। यसपालि शौचालय व्यवस्थापन गत वर्षभन्दा धेरै क्वान्टिटीमा हामीले थपेको थियौँ र त्यसले गर्दाखेरि यसपालिको जो हाम्रा यहाँ उपस्थित हाम्रा विभिन्न राई गैर राई तथा सम्पूर्ण हाम्रा समुदायका व्यक्तित्वहरूले यसपालि शौचालयकोमा चाहिँ कुनै पनि गुनासो पुग्नु भएको छैन र यहाँहरू यसरी हामी यहाँ रहिरहँदाखेरि अब अन्य खालका हाम्रा केही स्टल थुप्रै स्टलहरू राखिएको छ र स्टलको विषयमा पनि अघि बिहान केही हाम्रा टिका टिप्पणी चलिरहेको थियो र केही हाम्रा स्टल ल्याउनु हुने हाम्रा व्यवसायी दाजुभाइ तथा दिदीबहिनीहरूले अलिकति स्पेस साँघुरो भयो भनेर केही गुनासोहरू गरिराख्नु भएको थियो र केही हाम्रा व्यवसायीज्यूहरूले चाहिँ के गुनासो गर्नुभएको थियो भने हाम्रो स्टलको चाहिँ नामकरण चाहिँ गरिएको छ तर स्पेसको वरिपरि चाहिँ अरूले राखिसकेको छ भनेर त्यसलाई हामी आउने दिनहरूमा पनि हामी मध्यनजर गरेर यहाँहरूलाई अलिकति सहज तथा सरल व्यवस्थापन गर्ने हामी कोसिस गर्नेछौँ र मैले अघि यहाँलाई अर्को चाहिँ भन्नै पर्दाखेरि म चाहिँ किरात रायका बेलायतको 9औं एकता महाधिवेशनले यहाँ किरात रायका बेलायतमा 3वटा अध्यक्षहरू अनि 3वटा वरिष्ठ उपाध्यक्षज्यूहरू अनि त्यस्तै गरी 2 जना महासचिवज्यूहरू र 2 जना कोषाध्यक्षज्यूहरूलाई आफ्नो अवधि बाँडफाँड गरिएको छ र आज चाहिँ हाम्रा दोस्रो सत्र तथा दोस्रो 18 महिना मैले चाहिँ पहिलो 18 महिना म 2024 मा यहाँ किरात रायका बेलायतको 9औं एकता महाधिवेशन सम्पन्न भए पश्चात मैले गत मार्चमा चाहिँ मेरो 18 महिना पुरा भएको छ तर हाम्रो अहिलेको कार्यकारी महासचिव श्री गङ्गाराज राईज्यू उहाँको पारिवारिक कार्यक्रम चाहिँ सिङ्गापुरमा रहेको भएर उहाँले सिङ्गापुरमा हुनुहुन्छ त्यसले गर्दाखेरि मैले अहिले कार्यकारिता मैले आज पन्छाएको छु र आजको औपचारिक कार्यक्रम पनि मैले र अन्य हाम्रा सचिवज्यूहरूसँग उपमहासचिवज्यूहरूसँग आजको कार्यक्रम सम्पन्न भएको छ र यहाँलाई अन्त्यमा यसरी यहाँहरू बेलायतमा भूगोलको आधारमा धेरै टाढा बस्नुभएको छ र धेरै टाढाबाट पनि धेरै समय खर्च गरेर यहाँहरू घन्टा ड्राइभिङ गरेर यहाँहरू उपस्थित भइदिनु भएको छ। यहाँहरूलाई पनि किरात रायका बेलायतको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यस्तै गरी गिल्फोर्ड काउन्सिलका मेयरको आज प्रमुख अतिथिता रहेको थियो उहाँहरूलाई र सम्पूर्ण हाम्रा विशेष अतिथिज्यूहरू र अतिथिज्यूहरूलाई पनि उहाँहरूलाई पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। यहाँहरूको उपस्थितिले गर्दाखेरि आजको हाम्रो कार्यक्रम सफल भएको मैले महसुस गर्दै यसको सम्पूर्ण श्रेय चाहिँ उपस्थित सम्पूर्ण हाम्रा प्रमुख अतिथिज्यू अझ विशेष अतिथिज्यूहरू अनि त्यस्तै गरी यस संस्थाका सल्लाहकारज्यूहरू बोर्ड अफ डाइरेक्टरज्यूहरू अनि त्यस्तै गरी हाम्रा संस्थापकज्यूहरू र सम्पूर्ण राई तथा गैर राई दाजुभाइ तथा दिदीबहिनीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। ल हेलो नमस्ते सेवा मेरो नाम चाहिँ दिपी राई हो। आज म यहाँ साकेलामा भलन्टियर भएर बसेको थिएँ। मेरो खास आजको मूल काम भनेको चाहिँ अब टिकट बुथमा हो। धेरैजना आउनुभएको थियो थाउजन्ड्स होइन। आई होप हामीले तपाईँहरूलाई छिटै भित्र लग्यो होला तपाईँहरूलाई इन्जोय गर्न। आज धेरै राम्रो इभेन्ट भएको थियो। मलाई त खुसी लाग्यो। गाह्रो पनि थियो हाम्रो लागि भलन्टियर्सको लागि तर मलाई साह्रै खुसी लाग्यो। हाम्रो कम्युनिटी राई समाज किरात समाज सबै देखेर एन्ड तपाईँहरू नाच्नु भएको एक्सप्लेन नै गर्न सक्दैन। इट वाज सो नाइस। भित्रबाट हुन्छ नि क्या अब म चाहिँ नाच्नु आउँदैन तर अरूले नाचेको खुसियाली गरेर मलाई नै खुसी लाग्यो। म चाहिँ भलन्टियर भएर बसेको यहाँ। अब देयर इज मच टु डु हाम्रो लागि है। अब फिडब्याक पनि लिँदैछौँ बट प्लिज हाम्रो लागि पेसेन्ट होइदिनु भन्छु।
आइरहेछु हामी कम्युनिटी हो हामी भलन्टियर्स हाम्रो पर्सनल टाइम फ्यामिली टाइम दिएर आइरहेछु अब हाम्रो भलन्टियर्स आई वुड से म त अब एक दिनको भलन्टियर भयो यहाँको अरू भलन्टियर्सहरू सधैँ आउनुहुन्छ विदाउट देम केही हुँदैन थियो हुन्छ नि तपाईँले द लिटलस्ट अफ थिङ्स तपाईँको टोइलेट तपाईँको स्टललाई को स्टलमा राख्ने कति मेजर गर्ने है तपाईँको अब स्केप सबै तपाईँहरूको भलन्टियर्सहरूले आफ्नो टाइम दिएर आउनुहुन्छ जस हेर्दाखेरि वाज अ भेरी गुड इभेन्ट सक्सेसफुल भनौँ अनि सबैजनालाई भयो होला रमाइलो जस्तै स्टलको मान्छेहरूलाई पनि तपाईँहरूको बिजनेसहरूलाई पनि राम्रो भयो होला अब वी होप टु सी यु नेक्स्ट इयर अनि त्यही हो मच टु लर्न वी लर्निङ एभ्री इयर आई क्यान टेल यु ह्यान्ड्स अप हामीले टिकट बुथमा पनि धेरै हुन्छ नि यो गर्नुपर्छ नेक्स्ट इयर यो नगर्ने सिकिरहेछ होइन प्लिज बी पेसेन्ट विथ अस अनि होप टु सी यु नेक्स्ट इयर थ्याङ्क यू धन्यवाद म मिसेस दिल म यिनै एसमा बस्छु हाम्रो यहाँबाट धेरै टाढो छैन तर जे होस् आज एकदम रमाइलो भयो होइन भाइ हजुर आज एकदमै प्रसन्न दिदी चाहिँ म 1994 देखि चिन्छु है हजुर हो हामी ब्रुनाईमा सँगै थियौँ हजुर त्यहाँदेखि प्रसन्न दिदी चाहिँ हामी अब म त त्यति बेला जुनियर सिपाही थिएँ दिदीहरू त्यहीँनिर हुनुहुन्थ्यो त्यति बेलादेखि चिन्छु दिदीहरूलाई जस आजको कार्यक्रमको बारेमा भन्यो भने चाहिँ मेरो नाम चाहिँ म दिप प्रकाश राई हो हाल धरानमा बस्छु होइन मेरो घर चाहिँ पहाड खोटाङ हो दिल साहबको घर पनि खोटाङ नै हो हामी खोटाङै हो अहिले चाहिँ म धरानमा अनि यहाँ चाहिँ म आसफोर्डमा बस्छु आजको कार्यक्रम भन्ने हो भनेदेखि चाहिँ हुन त अब एभ्री टाइम हामीले गर्दै गएपछि एक्सपिरियन्स हुने कुरा हो पहिलाभन्दा वेल अर्गनाइज्ड वेमा थियो इभन मान्छेहरूले ट्राफिक पनि होइन पहिलाभन्दा एकदम ट्राफिक फ्लो एकदम राम्रो थियो क्या वान वे सिस्टमले गर्दा एकदम राम्रो भयो एउटा चाहिँ होइन त्यो पनि भयो अनि यहाँभित्र पनि वेल अर्गनाइज थियो यति धेरै यस्तो गर्मी यस्तो उयसमा पनि मान्छेहरूले राम्रो गरे आज यस उयस भइरहेको थियो तर मेरो एउटा कम्प्लेन छ मेरो कम्प्लेन चाहिँ मेरो अनुहार नहेर्नु न अब तपाईँहरूलाई जस म एउटा कम्प्लेन चाहिँ मेरो के छ भन्दाखेरि यो साकेला सिली गर्दाखेरि दिउँसो एकदमै घाम थियो नि त हजुर यहाँ हामीले कम्तीमा पनि 9 बजीसम्मको अथोरिटी लिनु पर्थ्यो क्या किन भन्दाखेरि जब घाम डुबे पछाडि यहाँ धेरै मान्छे नाच्नु खोजिरहेको थियौँ हामी तर अब 7:30 सम्म मात्रै थियो रहेछ त्यो चाहिँ हुन्छ भनेदेखि आउने साकेलामा तपाईँहरूले 8:30 9 बजीसम्म गरिदिनु भयो भनेदेखि चाहिँ जो यहाँ नाच्ने मान्छेहरू हुन्छ उहाँहरूलाई हामीलाई चाहिँ एकदम सजिलो हुन्छ क्या किन भन्दाखेरि हामी चाहिँ अब घाममा भन्दा घाम डुब्दै गए पछाडि सजिलो हुन्छ नि त नाच्नु सायद नेक्स्ट इयर चाहिँ हामीले यो चिज गर्नुभयो भने कन्सर्न गर्नुपर्छ होला त्यो गर्यो भने अलिक राम्रो हुन्छ होला लास्ट टाइम यहाँ एउटा प्रोग्राम भएको थियो नि बर्टिकाको लाइभ यहाँ हुँदाखेरि म आएको थिएँ त्यति बेला छिमेकीहरूले अलिकति साउन्डले डिस्टर्ब गर्यो भनेर भन्दै थियो क्या ओके त्यही भएर होला क्या म तर हामीले साकेलाको बारेमा चाहिँ एभ्री इयर हामी चाहिँ 9 o'clockसम्म चाहिँ गर्छौँ भनेर सायद आएर न त्यो मलाई त्यस्तो कुरा त थाहा छैन होइन तर हामीले अलिक लेट गर्नु पायो भनेदेखि चाहिँ राम्रो हुन्थ्यो भन्ने चाहिँ मेरो भनाइ हो अरू त स्पट अन भन्छ नि यसपालिको एकदम स्पट अन थियो हरेक चिज एकदम राम्रो अर्गनाइज भएको थियो खानेकुराहरूदेखि लिएर होइन हाम्रो उहाँ के भन्छ अहिलेसम्म पनि ऊ धुवाँहरू आइरहेछ भनेपछि एकदमै उहाँहरू अझैसम्म घर जानु भएको छैन भनेपछि रमाइलो गर्नुभएको छ जस्तो छ अझै पनि बाँकी छ होइन कति बजिसक्यो है र पनि अनि अर्को वर्ष पनि हामी यसरी नै सफल गरौँ हजुर अनि विशेष चाहिँ अब टिकटहरू चाहिँ नछोडौँ अनि हामी पनि कोसिस गर्छौँ कि यहाँ वाइफाई चाहिँ अलिक राम्रो बनाउने है हाम्रो छोराछोरीहरूले कोसिस गरेकै हो यतिकोसम्म कतिजनाको चाहिँ अब वाइफाई यहाँ राम्रो छैन यस्तो भन्दै हुनुहुन्थ्यो गर्दाखेरि नेक्स्ट इयर महावीर पुणे ल्याउनुपर्छ है क्या हो है होइन उहाँ बिजी हुनुहुन्छ उहाँ मन्त्री के अरे संसद भएर उहाँ बिजी हुनुहुन्छ हजुर जियोस् भर्सकै भयो भने चाहिँ ल्याउने कोसिस गर्छु धन्यवाद हजुर ह्याप्पी साकेला थ्याङ्क यू भेरी मच ह्याप्पी साकेला हाम्रो यले सम्बत
50 86 50 86 ल जय हो